मानिसको हृदय चाहिँ प्रेमको निम्ति भोको छ र प्रेमले कहिले पुग्दैन है। एउटा नानी आमा बाबाको माया, सानोमा आमा बाबाको प्रेम नै उसको लागि सारा संसार, सर्वसम्पन्न, उसलाई अरू केही चाहिँदैन। आमाको काखमा बस्न पायो त त्यो नै उसको लागि प्याराडाइस। तर जब ठुलो हुँदै जान्छ उसलाई आमा बाबाको प्रेमले पनि पुग्दैन। उसलाई त्यसपछि साथीहरूको प्रेम चाहिन्छ। साथीहरूले राम्रो भनिदिएको, साथीहरूले अलिकति फुर्काइदिएको, साथीहरूको एक्सेप्टेन्स चाहिन्छ। त्यो प्रेम त्यो लेभलमा पुग्छ। त्यहाँदेखि अलिक ठुलो हुँदै गएपछि साथीहरूको प्रेमले पनि पुग्दैन। त्यसपछि प्रेमी प्रेमिका चाहिन्छ। गर्लफ्रेन्डको माया चाहियो, बोयफ्रेन्डको अँगालो चाहियो, माया चाहियो होइन। अनि त्यसपछि विवाह गर्छ, त्यतिले पुग्दैन। विवाह गरेर अब लोग्ने स्वास्नीको प्रेम चाहियो मान्छेलाई। अनि त्यहाँदेखि लोग्ने स्वास्नीको प्रेमले पनि पुग्दैन। त्यहाँदेखि छोराछोरीको प्रेम चाहिन्छ है। अनि छोराछोरीको प्रेमले पनि पाएर पनि पछि छोराछोरीले विवाह गर्छ। अनि नाता नातिनाको प्रेम चाहिन्छ मान्छेलाई है। नाता नातिनाको प्रेम चाहिन्छ। तपाईँले विवाह गर्नुभएको छ भने पछि थाहा हुन्छ विवाह गरेपछि है, कहिले आउने हो नाति, कहिले आउने हो नातिनी। अनि त्यहाँदेखि नाति नातिनाको प्रेमले पनि पुग्दैन क्या। बुढो हुन्छ मान्छे, अनि त्यहाँदेखि बुढो भएपछि मान्छे झन् नानी जस्तै हुन्छ, ठुस्किँदै कुनामा गएर बस्छ। बाजे बोजूहरू त्यस्तो देख्नु भएको छैन? बाजे बोजू छिट्टो ठुस्किन्छ नि। मलाई त यादै गरेन, मलाई त छोरीले याद गरेन, छोराले याद गरेन भनेर भन्नु चाहेको चाहिँ मान्छेको हृदय यति साह्रो प्रेमको भोको हुन्छ, जिन्दगीभर पनि मान्छेलाई प्रेमले पुग्दैन। लभ इज नेभर इनफ है। यस्तो प्रकारले डिजाइन भएको हाम्रो हृदय। त्यही कारण सेन्ट अगस्टिनले भनेको तपाईँसँग नै गाँसिएन भन्छ है, म जीवनभर बेचैन डुलुवा मात्रै हुनेछु। मेरो चित्त कहिले पनि बुझ्दैन।